हेलो साथीहरू सबैजना सन्चै हुनुहुन्छ। हाम्रोमा चाहिँ आइतबार र शनिबार हाट बजार लाग्छ। अनि म र छोरी भएर चाहिँ हाट बजार हिँडेर लाग्यौँ। त्यसपछि मेरो चाहिँ थोरै टेलरमा काम थियो, काम सकाएँ अनि त्यसपछि बजारतिर गएँ। अनि नानीले चाहिँ फिस हेर्ने भन्छन् अनि फिस देखाएँ। त्यसपछि तरकारीहरू सबै थियो हाम्रो चाहिँ घरमा, केही पनि लिएन। अनि यत्तिकै घुम्दै हिँड्यौँ। त्यसपछि फेरि नानीले बाटोमा जे देखे पनि हेरिहाल्ने कि लिइहाल्ने, डोजर किनिदिनु भन्दै थियो। अनि फेरि यत्तिकै हेरेर फर्क्यौँ नलिएर। आइसक्रिम खानु भनेपछि छोरी चाहिँ त्यत्तिकै फर्किन्छन्। त्यसपछि हामी लाग्यौँ आइसक्रिम खान। अब आइसक्रिम अङ्कललाई पनि चिनेर ऊ चाहिँ आफै माथि जान्छन्। त्यसपछि आइसक्रिम रोज्नु पऱ्यो फेरि अङ्कलसँग, कुन आइसक्रिम खाने हो। सब रोजेर बल्ल उसले खायौँ कुल्फी। त्यसपछि चाहिँ छोरीले कुल्फी अनि मैले चाहिँ बदाम सेक बनाइदिनु भने। अनि अङ्कलले चाहिँ मलाई 1 कप बदाम सेक बनाइदिनु भयो। त्यसपछि आमा छोरीसँगै बसेर इन्जोय गऱ्यौँ आइसक्रिम। त्यसपछि चाहिँ हामीले आइसक्रिम खाएर सकेपछि बेबीले चाहिँ एप्पल खाने भनेको थियो। अनि एप्पल लिगम 1 केजी जति उसले चाहिँ सब निकाल्दै खाँदै गर्दै लाग्थ्यो। अनि भाइलाई चाहिँ ढोएर ल्याइदियो भाइ भनेर चाहिँ ल्याएर ऊ चाहिँ खाँदैछिन्। त्यसपछि एप्पल लिएर हामी चाहिँ घरतिर लाग्यौँ। त्यसपछि अनि आज चाहिँ पानी परेको थियो, त्यही भएर बाटो पनि हिलो थियो। त्यसपछि घरतिर गएर बाटोमा लडिन्छ हामी अनि लुगा खोलेर फर्क्यौँ घरतिर। बाई बाई साथीहरू।